शरीर साधन हो, शमशान मन्दिर हो, मृत्यु पाठशाला हो र शिव शिव आत्मा हो। नमस्कार, म कपिल गौतम। आज हामी अघोरीको बारेमा थोरै चर्चा गर्नेछौँ। अघोरी सनातन परम्पराको सबैभन्दा रहस्यमय र साहसी साधक हुन्। समाजले जहाँ भय र अपवित्रता देख्छ, उनीहरू त्यही मोचको द्वार भेट्छन्। उनीहरू न त धर्मको परम्परागत ढाँचा मान्दछन्, न समाजको नियम, तर उनीहरूको साधना शिवको अघोर रूपसँग गहिरो रूपमा गाँसिएको छ। तार्किक दृष्टिकोणले हेर्ने हो भने डरको अन्त्य नै साधना हो। अघोरी पदको उद्देश्य भनेकै डरको जरा उखेल्नु हो। मृत्यु, अपमान, पाप र शरीरप्रतिको मोह उखाल्नु। मृत्युलाई जीवनकै हिस्सा मान्दै आत्मालाई निर्भर बनाउने अभ्यास गर्नको लागि उनीहरू लाससँग ध्यान गर्छन्। मृत्युको सत्यसँग प्रत्यक्ष संवाद गर्नको लागि उनीहरू शमशानमा तपस्या गर्छन् र अशुद्ध भन्ने धारणा तोड्नको लागि उनीहरू खप्परमा भोजन गर्छन् या नाङ्गे तपस्या गर्छन्। यो अभ्यास विकृति होइन, गहिरो आत्मबोधको चरण हो। किनकि अघोरीहरूको लागि शरीर साधन हो, शमशान मन्दिर हो, मृत्यु पाठशाला हो र शिव शिव आत्मा हो। उनीहरू कुनै देवतालाई पुज्दैनन्, बरु शिवत्व अर्थात् पूर्ण एकत्वको खोजी गर्छन्। अन्तत अघोरी बन्ने यात्रा भनेकै डरबाट मुक्त भएर सत्यसँग एकाकार हुने साहसिक प्रयास हो। अघोरी पथ अँध्यारो देखिए पनि त्यो अँध्यारोमै आत्मा प्रकाश फुत्किन्छ। जो अघोरीलाई केवल विकृति देख्छ, उसले त केवल बाहिरी आवरण बुझ्यो। तर जो अघोरीको मौन साधनामा मृत्यु र जीवनको सिमाना मेटिएको देख्छ, उसले सत्य देख्यो। अघोरीलाई बुझ्नु भनेको मृत्युदेखि नडराई जीवनको गहिराइमा पाइला राख्नु हो। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।